तस्मिन् लब्धपदं चित्तं सर्व अवयव संस्थितं विलक्ष्य एकत्र संयुज्यात् अंगे भगवता मुनि तस्मिन् लब्धपदं चित्तं सर्व अवयव संस्थितं विलक्ष्य एकत्र संयुज्यात् अंगे भगवता मुनि तस्मिन् लब्धपदं चित्तं सर्व अवयव संस्थितं विलक्ष्य एकत्र संयुज्यात् अंगे भगवतः मुनि तस्मिन् लब्धपदं चित्तं सर्व अवयव संस्थितं विलक्ष्य एकत्र संयुज्यात् अंगे भगवता मुनि। शब्द अर्थ तात्पर्य भावार्थ अभय चरणबिंद भक्तिवेदांत स्वामी श्रील प्रभुपाद की। तस्मिन् भगवान को स्वरूप में लब्ध पदम स्थिर चित्तम मनलाई सर्व सारा अवयव अंग प्रत्यंग संस्थितम स्थिर गर्नका लागि विलक्ष्य अंतर जानेर एकत्र एकै स्थानमा संयुज्यात मनलाई स्थिर गर्दै अंगे प्रत्येक अंगमा भगवतः भगवान को मुनि मुनि भगवान को शाश्वत स्वरूप में आफ्नो चित्त स्थिर गर्नका लागि योगीले एक एक गरी उहाँका सम्पूर्ण अंगहरूको दर्शन नगरी प्रत्येक अंगहरूमा मनलाई स्थिर गर्नु पर्दछ। तात्पर्य मुनि शब्द अत्यंत महत्वपूर्ण छ। मुनि भनेको ऊ हो जो मानसिक चिंता अनुभव तथा निश्चय गर्नमा अत्यंत पटु हुन्छ। यहाँ उसलाई भक्त अथवा योगी को रूप में उल्लेख गरिएको छैन। जो भगवान को स्वरूप को ध्यान गर्न खोज्दछ तिनीहरूलाई मुनि अथवा कम बुद्धि भनिन्छ, कम बुद्धिमान भनिन्छ भने जसले भगवान को वास्तविक सेवा गर्दछ तिनीहरू भक्ति योगी भनिन्छ। अगाडि जुन चिन्तन विधि को वर्णन गरिएको छ त्यो मुनि को शिक्षा का लागि हो। योगीलाई परम सत्य अथवा परमेश्वर कहिल्यै कुनै पनि क्षण निराकार हुनुहुन्न भनेर सम्झाउनकै लागि निम्नलिखित श्लोकहरूमा एक एक अंगहरूको एक एक अंग गर्दै भगवान को सारा स्वरूप को ध्यान गर्ने कुरामा संस्तुति गरिएको छ। भगवान को समग्र रूप चिन्तन कहिलेकाहीँ निर्विशेष गोलीगाँठा, त्यसपछि जङ्घ, त्यसपछि कमर, त्यसपछि वक्षस्थल र त्यसपछि घाँटी र त्यसपछि मुखमण्डलको दर्शन गर्नुपर्ने कुराहरू संस्तुति गरिएको छ। मानिसले उहाँको चरण कमलदेखि प्रारम्भ गर्दै क्रममा भगवानको दिव्य शारीरिक माथिल्लो अङ्गहरूको दर्शन गर्नुपर्दछ। ओम अज्ञानतिमिरन्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुमिलितं येन तस्मै श्रीगुरवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपः कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरु श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश्च श्रीरूपं साग्रजातं सहगण रघुनाथं वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं श्रीकृष्णचैतन्यदेवं श्रीराधाकृष्णपादां सहगण ललिता श्रीविशाखावितांश्च
हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधा कान्त नमस्तुते तप्त काञ्चन गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिये वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्य एव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौरभक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण। आज हामीहरू श्रीमद् भागवतम तृतीय स्कन्द अध्याय 28 श्लोक संख्या 20 को बारेमा चर्चा परिचर्चा गर्न गइरहेका छौं। यहाँनेरि प्रभुपादजीले तात्पर्यमा के लेख्नुभयो भन्दाखेरि यहाँनेरि भक्तको र मुनिको, जो ध्यानी व्यक्ति हुन्छ, जो मुनि हुन्छ, उनीहरूको बारेमा अलिकति फरक छुट्याउनु भएको छ। यसो हेर्दाखेरि यी हात्तीचाप चप्पल र हात्ती उस्तै उस्तै हो नानी भन्ने पहिला विज्ञापन आउँथ्यो, त्यस्तै हेर्दाखेरि ठ्याक्कै उस्तै हुन्छ भक्त र मुनि, हैन? तर सूक्ष्म रूपले प्रभुपादजीले पर्पटमा बताउनु भएको छ कि योगीको लक्षण के हुन्छ, योगीको साधना के हुन्छ, योगीको भगवानसँगको सम्बन्ध कस्तो हुन्छ, योगीको प्रयास कस्तो हुन्छ भगवानलाई प्राप्त गर्न, ती चिजहरूको बारेमा व्याख्या गर्नुभएको छ। हामी अलिकति चर्चा गरौँ। योगी भनेको योग साधनाद्वारा भगवानलाई प्राप्त गर्ने या निराकार स्वरूपको ध्यान गर्ने व्यक्तिलाई योगी भनिन्छ। भक्त उनीहरूको लक्षण के हो भन्दाखेरि योगीको लक्ष्य भनेको मोक्ष प्राप्त गर्ने र आत्मा साक्षात्कार गर्ने, म को हुँ, परम सत्य को हो, ती चिजहरू जान्ने उसको एउटा अभिलाषा हुन्छ र मोक्ष प्राप्त गर्ने, भगवानमै गएर विलिन हुने, भगवानमा मिल्ने भन्ने योगीहरूको चाहना हुन्छ। र भक्तको के हुन्छ भन्दाखेरि लक्ष्य भनेको कृष्ण प्रेम प्राप्त गर्ने र गुरुवाणीलाई शिरोधार्य गर्ने। आफ्नो प्रयास पनि छँदैछ र गुरुहरूको कृपामा बढी विश्वास गर्छन् भक्तहरूले। दृष्टि कस्तो हुन्छ भन्दाखेरि योगीको दृष्टि भनेको परमात्मा र ब्रह्म ज्योतिको प्राप्त गर्ने, ध्यान गर्ने, साधना गर्ने र उनीहरू परमात्मा भगवानको जुन परमात्मा फर्म छ त्यो फर्मलाई नै सर्वश्रेष्ठ मान्ने। जस्तै श्रीमद् भागवतम एउटा श्लोक छ, ब्रह्मेति परमात्मेति भगवानेति शब्दते। भगवानलाई तीन तरिकाले जान्न सकिन्छ, ब्रह्म, परमात्मा र भगवान। अनि कोही व्यक्तिले ब्रह्म भनेर मात्रै चिन्दछन्, उनले परमात्मा र भगवानलाई बिर्सिन्छ। अनि कसैले परमात्मालाई जान्दछ, ब्रह्म र भगवानलाई बिर्सिन्छ। अनि जो भक्त हुन्छ उनीहरूलाई चाहिँ ब्रह्म अनि परमात्मा र भगवान यो तीनटै चाहिँ भगवानकैबाट आउने हो। जस्तै ब्रह्म ज्योति भनिन्छ, त्यो भगवानको शरीरबाट निक्लेको कान्ति हो, शरीरको उज्यालोलाई ब्रह्म ज्योति भनिन्छ। अनि ब्रह्म ज्योति निराकारवादीहरूले ध्यान गर्छन्, यसो गरेर त्यो भगवानको शरीरबाट आएको तेजको मात्रै ध्यान गर्छन्। अनि परमात्माको ध्यान गर्ने ज्ञानी योगीहरूले के गर्छन् भन्दाखेरि भगवान जुन परमात्मा रूपमा प्रत्येक जीवात्माको हृदयमा विराजमान हुनुहुन्छ, उनीहरू ती परमात्मालाई मात्रै निराकार फर्ममा याद गर्छन् र भगवानको खासै वास्ता गर्दैनन्। तर भक्तहरू कस्तो हुन्छन्, ब्रह्मलाई पनि मान्छन्, परमात्मालाई पनि मान्छन् र भगवानलाई पनि मान्छन्। यो सबै फर्म केबाट आएको, भगवानबाट आएको हो भनेर थाहा हुन्छ भक्तहरूलाई। भक्तहरू भनेको बुद्धिमानी भनेको भक्तहरू यो तीनटै फर्मलाई मान्छन्, कुनैलाई पनि नेग्लेक्ट गर्दैनन्। तर अरूले चाहिँ के गर्छन् भन्दाखेरि परमात्मा फर्मलाई मात्रै मेन केन्द्रबिन्दु मान्छन्, अनि ब्रह्म ज्योतिलाई मात्रै पनि के मेन केन्द्रबिन्दु मान्छन्, तर भगवानलाई वास्ता गर्दैनन्। तर भक्तहरू यी तीनटैलाई मान्छन् भनेको पर्फेक्ट नलेज हो। साधना कस्तो हुन्छ योगीहरूको भन्दाखेरि ध्यान गर्ने, आसन गर्ने, प्राणायाम गर्ने, कपालभाति गर्ने आदि इत्यादि गर्ने हुन्छ योगीहरूको।
सबै यो वेद सूत्र वेदान्त सूत्रबाटै आएको हुन्छ सबै। यो कुनै पनि गलत होइन, सबै सही हो। तर यो चाहिँ इम्पर्फेक्ट हो। 100% भनेको चाहिँ भक्तहरूको मात्रै हुन्छ कि भगवानलाई नै सर्वेसर्व मान्ने। अनि भक्तहरूको चाहिँ के हुन्छ साधना भन्दाखेरि हरिनाम गर्ने, कीर्तन गर्ने, सेवा गर्ने, श्रवण गर्ने, होइन, यी चिजहरू मेन फोकस हुन्छ। र हरिनाम गर्ने, होइन, आफू पनि गर्ने, अरूलाई पनि गराउने। तर योगीहरूको के हुन्छ, आफू मात्रै साधना गर्ने, आफू मात्रै असल बन्ने, होइन। कसैले हजुरलाई लड्डु ल्याएर दियो, तर 4-5 जना मान्छे वरिपरि बसिरहेछन्, होइन। लड्डु ल्याएर दिनुभयो अनि आफूले मात्रै क्वाप्प खान्छ। कसले? योगीले। भक्तहरू कस्तो हुन्छन्, लड्डु आएको छ ती छेउछाउमा बस्नेलाई पनि बाँडेर खाने, भनेको आफूमा भएको ज्ञान अर्कालाई पनि दिने र भगवत धाम लाने। हाम्रो श्रील प्रभुपादले त्यसै त गर्नुभयो नि, होइन। अमेरिकामा गएर प्रचार गर्ने क्रममा सबैलाई न कुनै जाति, न कुनै वर्ण, न कुनै धनी, न कुनै गरिब, न कुनै होचो, न कुनै पुड्के, न अग्लो, न राम्रो नराम्रो, कसैलाई केही भेद नगरिकन त्यो भक्तिको लड्डु सबैलाई बाँड्नुभयो र भगवत धाम लाने जानुभयो। कतिजना जाने प्रोसेसमा हुनुहुन्छ, होइन। त्यो भक्तको स्वभाव के हुन्छ, त्यस्तो हुन्छ। तर योगीहरूको के हुन्छ, आफू मात्रै साधना गर्ने। दुई किसिमका हुन्छन्, एउटा भजनानन्दी हुन्छ, एउटा गोष्ठ्यानन्दी हुन्छ। गोष्ठ्यानन्दी भनेको हामी गौडे वैष्णव सम्प्रदाय। हामी के हो भन्दाखेरि हरिनाम गर्ने, हरिनाम गर्दै गल्ली गल्लीमा जाने, सबैलाई हरे कृष्ण भन्नुहोस् भन्ने, अनि हरे कृष्ण भन्छन्। भनेको के हो भन्दाखेरि भगवानको नाम लिनुपर्छ। यो शरीर भनेको आमाका गर्भबाट जन्मेदेखि यताको मात्रै हो र मृत्यु पछाडि यता मात्रै हो। तर आत्मा भगवानले हामीलाई जुन एउटा परमात्मा रूपमा हामीलाई आत्मा दिनुभएको छ, भगवानले जुन बास गर्नुहुन्छ हाम्रो हृदयमा, यो आत्मा त अमर छ, अजर छ भनेर यसको सङ्केत गर्छ। भनेको हामी सबैलाई के गर्छौँ, हरिनामको, चैतन्य महाप्रभु दिनुभएको हरिनामलाई हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। यो भनेको भक्तहरूको गुण भनेको कस्तो हुन्छ, लक्षण कस्तो हुन्छ भन्दाखेरि अरूलाई पनि दिने, मिठो चिज अर्कालाई पनि दिने, अर्कालाई पनि खुसी बनाउने, त्यो हुन्छ। सम्बन्ध कस्तो हुन्छ योगीको, ध्यानात्मक हुन्छ, ध्यान गर्ने मस्त। भक्तहरूको के हुन्छ, प्रेममय र दासत्व हुन्छ। भक्तहरूको सेवा गर्ने, होइन, प्रेम गर्ने, एकले अर्कालाई सहयोग गर्ने, होइन, अर्काको दुःख बुझ्ने हुन्छ। अनि योगीहरूको के हुन्छ प्रयास भन्दाखेरि आफ्नै बलमा हुन्छ, आफू मात्रै साधना गर्ने, म यही साधनाका भरमा चाहिँ म मोक्ष प्राप्त गर्छु भन्ने, होइन। अनि भक्तहरूको के हुन्छ भन्दाखेरि भगवानको कृपा र गुरुको कृपा र आफ्नो साधना सबै हुन्छ। मैले मात्रै बल गरेर हुँदैन, गुरुको कृपा पनि चाहिन्छ र भगवानको कृपा, गुरुको कृपा प्राप्त गरेपछि भगवानको कृपा अटोमेटिक आउँछ भनेर भक्तहरूले त्यो तरिकाले गर्नुहुन्छ। योगीहरूको के हुन्छ, कठिन मार्ग हुन्छ। सत्ययुगमा के छ, कृतय ध्यायतो विष्णु, त्रेतायाम यजतो मुखौ, द्वापरे परिचार्यायाम कलौ त धरि कीर्तन हो। सत्ययुगमा के हुन्थ्यो, सजिलो हुन्थ्यो ध्यान गर्न। किन, जङ्गलमा जान्थे, वानप्रस्थी लिन्थे, जङ्गलमा गएर प्रहलाद महाराजले कसरी, ध्रुव महाराजले कसरी ओम नमो भगवते वासुदेवाय भनेर भगवान प्राप्त गर्नुभयो 5 वर्षमा। किनकि डिस्टर्बेन्स थिएन, गाडी घोडा थिएन, मोबाइल थिएन, जङ्गलमा गयो मस्त बसो। अहिले जङ्गलतिर गयो भने के हुन्छ भन्दाखेरि गर्लफ्रेन्ड र बोयफ्रेन्ड हुन्छन्, डुल्न आएका हुन्छन्, सेल्फी हान्न आएका हुन्छन्, होइन। त्यसले गर्दाखेरि यदि हामी अहिले कलियुगमा गएर जङ्गल गयौँ भने हामी अजामिल भएर निक्लिन्छौँ। अजामिल कसरी, फुल टिप्न भनेर गएका थिए, एउटा 2 जना पुरुष र स्त्रीहरू अङ्कमाल गरेको देखे पछाडि ओ भक्त अजामिल दुष्ट अजामिल भएर निक्लिन्छन्। फुल टिप्न गएका थिए, सट्टा आउँदाखेरि त दुष्ट भएर निक्लिन्छन्। त्यही भएर कलियुगमा ध्यान एकदम गाह्रो छ। मोबाइल बज्छ टिटिटिटी गरेर, होइन, मान्छेको भिडभाड टाँटुँ आवाज आउँछ, त्यो सम्भव छैन। जङ्गलमा गएर पनि सम्भव छैन। हामी जङ्गलमा गएर 1 घन्टा पानीले भिजेर लोथ बह्यौँ भने हामीलाई हाच्छिउँ आएर रुगा लागेर टाइफाइड निमोनिया सबै थोक बिमारी भन्छौँ, ज्वरो आउँछ, होइन। त्यही भएर सत्ययुगमा यी चिजहरू थियो, फलार पाइन्थ्यो, जङ्गलमा फल फुल सबै आहार हुन्थ्यो, खान्थे, जमुन खान्थे, के खान्थे, होइन। अहिले जङ्गलमा केही छैन, केही नै हुँदैन, होइन। मान्छेहरूले वन विनाश गरेर
अनि डढेलो लाउँछन् जङ्गलमा आदि इत्यादि गरेर। त्यही भएर यो मार्ग के छ, कठिन छ। अनि भक्तहरूको मार्ग चाहिँ के छ, सरल छ। कपडा धुँदैछ, हरे कृष्ण छुप 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 पारो, अहिले त वासिङ मेसिन आउँछ, यसो बटन दबायो होइन, हरे कृष्ण ती पनि गएर बढार्दै पनि हरे कृष्ण महामन्त्र जपेको छ होइन। हरेक चिज कति सजिलो छ, पकाउँदा पनि भगवानको कीर्तन गाउँदै गाउँदै, कहीँ पनि टोइलेट गर्दाखेरि बाहेक अरू बेला जहिले पनि हरिनाम भगवानको नाम जप्दा हुन्छ आनन्दले होइन। भनेको यति सजिलो छ। अनि परम लक्ष्य के हुन्छ भन्दा योगीको परम लक्ष्य ब्रह्मज्योति हुन्छ, निराकारमा गएर विलिन हुनु भन्ने हुन्छ। अनि भक्तहरूको लक्ष्य के हुन्छ भन्दाखेरि गोलोक हुन्छ, भगवानको धाम जाने र दासत्व भगवानलाई सेवा गर्ने हुन्छ। र अहिले हामीले पढ्यौँ भक्तहरूको र योगीको फरक। भगवत गीताको 2 अध्यायको सायद 68-69 नम्बर श्लोकमा भगवानले भन्नुहुन्छ, जब दुनिया सोता है तब साधु जगता है, जब साधु जगता है तो दुनिया सोता है होइन। त्यो गीतामा एउटा श्लोक छ क्या, यो मैले हिन्दीबाट पढिरहेको थिएँ पहिला, त्यही भएर मलाई त्यो हिन्दीबाटै आउँछ ट्रान्सलेसन पनि। जब दुनिया सुतेको हुन्छ तब योगीहरू जाग्छन्, जब योगीहरू जाग्छन् तब दुनिया सुत्छ। भनेको हेर्नु भक्तहरूको र योगीहरूको ठ्याक्कै कति चिजहरू कुराहरू मिल्छ, तर कति चिजहरू सूक्ष्म तरिकाले हेरेर मिल्दैन। जस्तै साधना गर्ने कुरामा भक्तहरू के गर्नुहुन्छ, बेलैमा सुत्नुहुन्छ, बेलैमा सुत्नुहुन्छ, 8 बजी 9 बजीसम्म सुतिसक्नुहुन्छ, दुनियाँ फेसबुक र टिकटक इन्स्टाग्राम उदी पुरै स्ट्याटस लेखिरहेका हुन्छन् होइन। जब दुनियाँ जागता है तो साधु सोता है, जब साधु जागता है तब दुनियाँ सोता है। जब 4 बजीतिर 3:30तिर भक्तहरू उठ्नुहुन्छ, दुनियाँ सुतिरहेको हुन्छ मस्त होइन। भनेको भक्तहरूको लक्षण यस्तो हुन्छ। हजुरहरूले पनि गीताको 2 अध्यायमा छ यो, अब श्लोक सङ्ख्या चाहिँ अलिक म कन्फ्युजन भएँ। र भक्तको लक्षण कस्तो हुन्छ त्यसको बारेमा छ एउटा श्लोक छ श्रीमद् भागवतमा, तितिक्षया करुणया मैत्र्य चाखिल जन्तुषु समत्वेन सर्वात्मा भगवान सम्प्रसिद्धति। भनेको भक्तहरूको लक्षण के हुन्छ भन्दा तितिक्षया भनेको एकदम सहनशीलता हुन्छ। कसैले हरे कृष्ण टुप्पी पालेको छ हेर, काम गर्नको अल्छीले हिँडेको छ भने चुप्प लाएर सहने, ठिक छ तिम्रो जित भयो, मैले हारेँ, तिमी हात्तीमा भयो म घोडामा भएँ होइन, उसकै जित होइन, सहने। करुणया एकदम करुणा भाव, दया भाव, भक्तहरूमा दया भाव हुन्छ। कसैलाई होइन केही देखो भने या कसैलाई दुःख पाएको देखो भने त्यो करुणाको भाव आउँछ। किन भन्दा शास्त्र पढेपछि सबै यस्ता चिजहरू आउँछ। तितिक्षया करुणया मैत्र्य चाखिल जन्छ, मित्रताको भाव हुन्छ। को मान्छे कहाँ जन्मेको हुन्छ होइन, भक्तिमा आएपछि कस्तो हुन्छ, एउटै परिवारभित्र हुन्छ होइन। एउटाले सब्जी सुधार्दै गरेको हुन्छ, अर्कोले ओइलिँदै गरेको हुन्छ, अर्कोले टमाटर काटिरहेको हुन्छ, सेवामा लागिरहेको हुन्छौँ, प्रभुजी लु छिट्टो खोर्सानी काट्नु पर्यो भनिन्छ। त्यो मित्रताको भाव आउँछ भक्ति गर्दै गएपछि, सेवा गर्ने होइन, हरेक चिजमा मित्रवत भावना आउँछ। र म लेक्चर सुन्दै थिएँ परम पूज्य भक्ति रसामृत स्वामी महाराजको, भक्तहरूको लक्षण र भक्तहरूको गुण कस्तो हुन्छ भन्ने कुरो उहाँले भन्दै हुनुहुन्थ्यो। आजभन्दा 1000 वर्ष पूर्व दक्षिण भारत, सायद चेन्नई आसपासमै पर्छ होला, श्रीरङ्गम भन्ने एउटा मन्दिर छ, श्री वैष्णव सम्प्रदायको सबैभन्दा ठुलो मन्दिर हो र विश्वको सबैभन्दा ठुलो भगवान विष्णुको मन्दिर हो। भगवान शयन गर्नु भइरहेछ यस्तो हात टेकेर होइन। त्यहाँनिर 3-4वटा कतिवटा ढोका छन्, 3-4वटा 5वटा ढोका छन्। त्यो ढोकाबाट एउटा ढोकाबाट हेऱ्यो भने भगवानको पाउ मात्र देखिन्छ, अर्कोबाट हेऱ्यो भने कम्मर मात्र देखिन्छ, अर्को ढोकाबाट हेऱ्यो भने भगवानको वक्षस्थल देखिन्छ, अर्को ढोकाबाट हेऱ्यो भने भगवानको घाँटी देखिन्छ, अर्को ढोकाबाट हेऱ्यो भने भगवानको शिर देखिन्छ क्या। भनेको एउटा भगवानको दर्शन गर्नको लागि 4-5वटा ढोकाबाट दर्शन गर्नुपर्छ, त्यस्तो ठुलो मन्दिर छ। अनि 1000 वर्ष पूर्व एकजना महान साधु सन्तको जन्म हुन्छ त्यहाँनिर, तिरुमलाई अल्बर भन्ने। यो लगभग 1050 यस्तै 1000 वर्ष अगाडिको आँकडामा, त्यति वर्ष अगाडिको कुरो हो। तिरुमलाई अल्बर भनेको
दक्षिण भारतको भाषामा अल्बर भनेको साधु सन्त भनेको आचार्य भने जस्तो हो। अनि उहाँ आफ्ना 4 जना शिष्यहरूसँग त्यो मन्दिरमा आउनुहुन्छ। त्योभन्दा अगाडिदेखि नै निर्माण सुरु भएको थियो, भवन बन्दै थियो, तर त्यो लापरवाही थियो, कसैले डोनेसन पनि दिँदैनथे। अनि बिजोग थियो, त्यहाँ चमेरै चमेरा बस्थे, चमेराले सबै बिस्ट्याएको थियो, हगेको थियो, फोहोरै फोहोर थियो, गनाउँथ्यो। अनि उहाँले भगवान विष्णुको यस्तो महान मन्दिरमा यस्तो बिजोग, मान्छेसँग खान छ, बस्न छ, पैसा छ, आफ्नो घर बनाएका छन्, व्यापार गरेका छन्, बिजनेस गरेका छन्, कृषि गरेका छन्, तर भगवानको मन्दिर बनाउन पैसा दिँदैनन्, मागौँ हामी सबैजनासँग गर भनेर तिरुमलाई अल्बरले 4 जना आफ्नो शिष्यहरूलाई भन्नुहुन्छ। र शिष्यहरूसँग तिरुमला अल्बर पनि जानुहुन्छ माग्नलाई। प्रत्येक धनी धनी व्यक्तिहरूकोमा गएर माग्नुहुन्छ, व्यापारीहरूकोमा गएर माग्दाखेरि छैन, मेरो छैन, व्यापार छैन, यो छैन, त्यो छैन भन्दै भन्छन्, कसैले पैसा दिँदैनन्। अनि तिरुमला अल्बरले भन्नुहुन्छ, यदि भगवानको लागि चोर्नुपर्छ भने नि हामी चोरौँ भन्नुहुन्छ। गुरुको आदेश शिष्यले मान्नुहुन्छ, हुन्छ हामी गुरु चोर्न तयार छौँ। ती 4 जना व्यक्तिहरूमा चाहिँ एउटा एउटा कला हुन्छ। जस्तै एकजना शिष्य हुन्छन्, तोला भजक्खन भन्ने हुन्छन् एकजना, उनलाई चाहिँ एकदम कुरा गरेर मान्छेको अगाडि मक्ख पार्न सक्ने क्षमता हुन्छ, लट्ठै पार्ने, तोला भजक्खन। अर्का हुन्छन् तलुदुवान भन्ने हुन्छन्, ऊ चाहिँ जस्तो सुकै खतरा ताला पनि सजिलै तरिकाले खोल्न सक्ने हुन्छन्, उसमा त्यो कला हुन्छ। अर्को निजलाई मिठिप्पन भन्ने हुन्छन्, उनले चाहिँ छायालाई टेके भने त्यो मान्छे सर्नै नसक्ने हुन्छ, त्यस्तो खालको तान्त्रिक हुन्छन् उनी। अनि अर्को हुन्छन् निर्मल नडप्पन भन्ने हुन्छन्, उहाँको चाहिँ यस्तो योगी हुनुहुन्छ, साधना गरेर योग अभ्यास गरेर पछि भक्तिमा आउनुभएको हुन्छ, उहाँ चाहिँ पानीमाथि ठम 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 हिँड्न सक्ने हुनुहुन्छ। अब यो 4 विद्यालाई लिएर उहाँहरू चोर्न जानुहुन्छ। घरमा जानुहुन्छ, मान्छे धनी धनी व्यापारीहरूले घर वरिपरि पोखरी खन्ने चलन थियो क्या, घर वरिपरि पोखरी खन्थे। अनि मान्छेहरू चोर्न आउन् भनेर त्यतिखेर वाल स्वाल केही खासै हुँदैन थियो, ठुल्ठुला पोखरी नागेर घरभित्र जानु पर्थ्यो। अनि छप्लङ छप्लङ गरेको आवाज आउँदाखेरि चाहिँ त्यहाँका घरका ती पालेहरू या कसैले कुकुर पालेको छ नि त, कुकुरहरूले आवाज थाहा पाउँथे, अनि चोर समात्थे। अनि के गर्नुहुन्छ भन्दाखेरि ती तोला भजक्खन भन्नेले चाहिँ त्यो घरका मालिकसँग मिठो मिठो कुरा गरेर उहाँहरूलाई परिवारहरूलाई नि अल्मल्याउनुहुन्छ। अनि तलुदुवान भन्नेले चाहिँ गएर ताला खोल्नुहुन्छ, तन्त्र मन्त्र लगाएर औजारहरू लगाएर सजिलै तरिकाले ताला खोल्नुहुन्छ। अर्को निजलै मिठिप्पन भन्ने हुन्छ, उहाँले चाहिँ जो गफ गरिरहेका मान्छे हुन्छन्, जहाँ बत्ती कुप्पी बालेको हुन्थ्यो त्यतिखेर होइन, के बालेर गर्ने त्यो छाया हुन्थ्यो, त्यो छायालाई टेक्नुहुन्थ्यो मन्त्रद्वारा, अनि उहाँले त्यो हिँड्नै नसक्ने बनाउनुहुन्थ्यो। अर्का निर्मल नडप्पन भन्नेले चाहिँ घरमाथि गएर चोर्नुहुन्छ, सारा धन दौलत गाउँभरिको चोरेर के गर्नु, श्रीरङ्गम मन्दिरको निर्माण गर्नुहुन्छ, त्यो मन्दिरलाई कम्प्लिट गर्नुहुन्छ। अनि भगवानको सेवा सुचारू हुन्छ भनेको भगवानका भक्तहरू भगवानको सेवाको लागि आफ्नो जीवन न्यौछावर गर्न पनि के हुन्छन्, तयार हुन्छन्। अनि त्यस पछाडि उहाँहरूले गाउँका 150 जना मान्छेहरूलाई पनि चोर बनाउनु भएको हुन्छ। 4 जनाले मात्रै त भारी बोक्न सकिँदैन, त्यतिखेर त सुन चाँदी हिरा जति जति थिए होइन, सिक्का पनि चाँदीका सुनका के पित्तलका के हुन्थे, ती बोक्ने भरियाहरू पनि चोर थिए, तिनीहरूलाई पनि समावेश गरेको थियो। त्यो सारा सम्पत्ति चाहिँ रङ्गनाथको सेवामा लाउनुहुन्छ, श्रीरङ्गममा रङ्गनाथको सेवामा लाएर भव्य बनाउनुहुन्छ। ती चोरहरू एक दिन चाहिँ के गर्छन्, आफ्नो हिस्सा माग्न आउँछन्, त्यो हिस्सा सबै भगवानको निर्माण कार्यमा सकिसकेको हुन्छ। र कावेरी नदीको बिचमा भगवानको मन्दिर छ, दुईपट्टि यताबाट पनि नदी उताबाट पनि नदी, एउटा चाहिँ कावेरी नदी, अर्को कुन नदी हो थाहा छैन, त्यहाँनिर चाहिँ भगवानको मन्दिर छ। र
ती चोरहरू माग्न आउँछन्, हिस्सा माग्न आउँछन्। आफ्नो हिस्सा माग्न आउँदाखेरि उहाँले भन्नुहुन्छ अब हामीले तिमीहरूले पैसा दिएनौ भने म तिमीहरूको गुरु तिरुमला अलवरलाई हामी मारिदिन्छौँ। उनीहरू 100 जना 150 जना थिए। त्यो हुलले आएर मार्छ भनेपछि त यी 4 जनाहरूलाई डर लाग्छ। अब आफ्नो गुरुलाई नै मार्छन् भनेपछि गुरुसँग सल्लाह गर्छन्, त्यसो भने यिनीहरूलाई तिमी कावेरी नदीको बिचमा लैजाऊ र निर्मल नडप्पन भन्ने जो नदीमा हिँड्ने मान्छे थिए, उनीहरूसँग तान्त्रिक विद्या पनि थियो। नदीको बिचमा लान्छन्, लु हिँड जाउँ, त्यो खजना लुकाएर राखेको छ नदीका बिचमा, हामी दिन्छौँ भनेर सबलाई लान्छन्। अनि तन्त्र विद्याद्वारा त्यो खोलामा ठुलो उथल पुथल बाढी आउँछ र त्यो डुङ्गा पल्टाउँछ र ती सारा सबै मान्छेहरू चाहिँ भगवतधाम जान्छन् र त्यो मन्दिरको निर्माण यसरी कार्य भएको थियो। भनेको गुरुको खुसीको लागि र भगवानको प्रसन्नताका लागि भक्तहरू जे पनि गर्न तयार छन्। तर त्यो चाहिँ त्यतिखेर गर्नु हो, तर अहिले हामीले चाहिँ गर्नु हुँदैन, फेरि हाम्रो बदनाम हुन्छ होइन। भनेको भक्तहरूको स्वभाव त्यस्तो हुन्छ, गुरुको लागि र भगवानको लागि आफ्नो जीवन न्यौछावर गर्न पनि तयार हुन्छन्। जस्तै हाम्रो श्रील प्रभुपादजीको शिष्य हुनुहुन्थ्यो जयानन्द प्रभु, उहाँ ट्याक्सी कुदाउनुहुन्थ्यो। ट्याक्सी कुदाएको पैसा चाहिँ प्रभुपादजीले ल्याएर दिनुहुन्थ्यो। पछि उहाँलाई गएर क्यान्सर हुन्छ। क्यान्सर भएको बेलामा 2033 सालको कुरो, विक्रमसँग 2033 सालमा उहाँलाई क्यान्सर हुन्छ। क्यान्सर भइसके पछाडि उहाँलाई अमेरिकाको सरकारले $5000 दिएको हुन्छ उपचार खर्च खाना भनेर। त्यो $5000 भनेको लगभग 33 सालमा $5000 भनेको यो दमक चोकमा 10 बिघा 15 बिघा 20 बिघा जग्गा आउने पैसा हो। त्यत्रो पैसा प्रभुपादजीलाई दान गरिदिनुहुन्छ। अनि भनेको भक्तहरूमा के हुन्छ, लोभ पनि हुँदैन, लालच पनि हुँदैन। यो शरीर सबथोक हो भनेर यो शरीरका पछाडि पनि लाग्दैनन्। यो शरीर भनेको त 30 40 50 वर्षको लागि मात्रै हो। प्रत्येक मान्छेले आफ्नो कर्म लिएर आएको हुन्छ, भाग्य लिएर आएको हुन्छ। मेरा बुवाले आफ्नै भाग्य लिएर आउनुभएको थियो, मैले आफ्नै लिएर आएँ। मेरा छोराको आफ्नै भाग्य छ, थाहा छ, भक्तलाई थाहा हुन्छ। आफ्नै भाग्यअनुसार उसले आफ्नै कर्मअनुसार उसले आफ्नो खाइरहेको हुन्छ। न मैले जम्मा गरेकोले मेरा छोरालाई पुग्छ, न मेरा बुवाले जम्मा गरेकोले मलाई पुग्यो, त्यो कहिले पुग्दैन। त्यही भएर भगवानको सेवा चाहिँ जरुरी छ। यो शरीर हुन्जेल भगवानको सेवा गर्नुपर्छ भन्ने भक्तहरूलाई थाहा हुन्छ। जस्तै परम पूज्य महाविष्णु स्वामी महाराजले आफ्नो अंशमा लन्डनमा आफ्नो बुवाले अंशमा दिएको पैसा, त्यो बेचेको जमिन बेचेको, लन्डनको जमिन बेचेर गैँडाकोटमा मन्दिर बनाउनुहुन्छ। भनेको भगवानका महान महान भक्तहरूले आफ्नो भएको सम्पत्ति पनि भगवानको सेवामा लाउनुहुन्छ। त्यो चाहिँ के हुन्छ, भक्तको स्वभाव हुन्छ। आजको हाम्रो यो चर्चा परिचर्चामा के थियो भन्दाखेरि भक्त र योगीको स्वभाव। अब अन्तिममा म एउटा हजुरहरूलाई महाभारतको एउटा किस्सा सुनाउँछु। यो चाहिँ जब युधिष्ठिर महाराजले कुरुक्षेत्रको युद्ध समाप्त हुन्छ, युद्ध समाप्त 18 दिनमा युद्ध समाप्त हुन्छ, कौरवहरूको नाश हुन्छ, विनाश हुन्छ। त्यस पछाडि अश्वमेध यज्ञ गर्नुहुन्छ। अश्वमेध यज्ञको घोडा छोडिएको हुन्छ। अनि वैदिक कालमा चाहिँ के हुन्छ भन्दाखेरि यदि कुनै देशको राजाले अश्वमेध यज्ञ गर्दाखेरि घोडा अर्पण गरिन्थ्यो यज्ञमा। त्यो छोडेको घोडा यदि कुनै राजाले समात्छ भने त्यो चुनौती हुन्छ। त्यो राज्यको राजासँग म लड्न तयार छु, म पनि तँभन्दा केही कम छुइनँ भन्ने हुन्छ। अनि त्यो घोडाका पछि पछि एउटा सेना, आफ्नो सैनिकहरू हिँडिरहेका हुन्छन् 4-5 जना। त्यो घोडा जहाँ जान्छ आजादी घोडा हो। त्यो कुनै देशको राज्यमा पुग्यो र त्यसलाई कसैले समात्यो भने त्यो देशको राजा र यो देशको राजा जसले छोडेको त्योसँग लडाइँ हुन्छ। युधिष्ठिर महाराजको त्यो अश्वमेध यज्ञको घोडा मणिपुरका राजा मयूरध्वजले समात्नुहुन्छ, पक्रिनु, चुनौती दिनुहुन्छ। मयूरध्वज राजा यति शक्तिशाली हुनुहुन्छ, कसैले हराउन सक्दैन थियो। भगवान श्रीकृष्णलाई यो कुरो थाहा हुन्छ। भगवान श्रीकृष्ण त्यतिखेर त्यहीँ हुनुहुन्थ्यो, द्वारका फर्किसक्नु भएको थिएन। अनि युधिष्ठिर महाराज भन्नुहुन्छ, हे युधिष्ठिर, मयूरध्वजसँग तिमी लड्न सक्दैनौ, म लडेर त हुँदैन, म त भगवान हुँ, म लडेँ भने त एकै पलमा मार्छु। अब तिमीले लड्नु पर्ने हुन्छ, तिमी सक्दैनौ। त्यो भएको कारणले गर्दा अब मयूरध्वज राजासँग लड्नको लागि ब्राह्मणको भेष धारण गरेर तिमी र म जाउँ भनेर ब्राह्मणको भेष धारण गरेर धोती कुर्ता लाएर तिलकहरू लगाएर मणिपुर जानुहुन्छ मयूरध्वज राजाकोमा। र
त्यतिखेर सत्यवती राजाहरू हुन्थे, ब्राह्मणले आँगनमा आएर जे माग्यो त्यही दिने प्रथा थियो। अनि ती मयूरध्वज राजाले दुईजना ब्राह्मणहरू हजुरका द्वारमा आएका छन् भनेर पालेले सुनाउँछन् र राजाले बोलाउनुहुन्छ भित्र र के माग्न चाहन्छौ भन्दाखेरि हजुरले मात्रै दिन सक्नुहुन्छ, अरूले कसैले दिन सक्दैन, पहिला वचन दिनुहोस् हजुर दिनुहुन्छ भनेर। के कुरो भन भन्नुहुन्छ। हजुर दिनुहुन्छ भने मात्रै माग्छौँ, नभए हामी हाम्रो वचन खेर फाक्दैनौँ भन्नुहुन्छ। अनि उहाँले सोच्नुहुन्छ, ल हुन्छ म दिन तयार छु, मैले दिन सक्ने हो भने मेरो क्षमतामा छ भने म दिन्छु भन्नुहुन्छ। अनि उहाँले भन्नुहुन्छ, भगवान् श्रीकृष्णले भन्नुहुन्छ उहाँको छोरालाई बाघले समातेको छ। बाघले के भनौँ भन्दाखेरि मणिपुरका राजा मयूरध्वज राजाको दाहिने पाटो, यो दाहिने शरीरको यो दाहिने हिस्साको मासु लिएर आयो काटेर भने मात्रै म तिम्रो छोरालाई दिन्छु, नभए दिन्न भनेर भनेको हुन्छ। अघि दिन्छु भन्नुभयो रहेछ मयूरध्वज राजाले। अनि उहाँले दिनुहुन्छ। अनि उहाँको यो एक भाटको छाला काटिन्छ यो पुरै। अनि उहाँ चाहिँ त्यो शरीर छोड्ने बेलामा आँखाबाट देब्रे आँखाबाट आँसु आउँछ। अनि युधिष्ठिर महाराजले भन्नुहुन्छ दान भनेको रुँदै गरेको दान हामी लिँदैनौँ, फेरि दान भनेको हाँसी हाँसी दिनुपर्छ। अनि मयूरध्वज राजाले भन्नुहुन्छ पूर्ण ब्रह्म पूर्ण पुरुषोत्तम भगवान् श्रीकृष्ण आज मेरो अगाडि हुनुहुन्छ, ब्राह्मणको रूप धारण गरेर आउनु भइरहेछ, मैले भगवान्लाई चिने, मेरो यो दाहिनेपट्टिको यो अङ्ग भगवान्को सेवाको लागि न्यौछावर गरेँ, मैले दिएँ, अब यो देब्रेपट्टिको कुहिएर जाने पर्यो, यो पनि यसरी नै भगवान्को सेवामा लाग्न पाएदेखि हुन्थ्यो भनेर म रोएको हो। म मरेँ भनेर म रोएको होइन, मैले भगवान्लाई अर्पण गर्न पाएँ भनेर, यो देब्रेपट्टिको भाग पनि मेरो सौभाग्यशाली भए कति राम्रो हुन्थ्यो भनेर रोएको भनेर भन्नुहुन्छ। भन्न खोजेको जो भगवान्को भक्तहरू हुनुहुन्छ उहाँहरू के आयो र के गयोको हिसाब गर्नुहुन्न, म के दिन सक्छु भगवान्को लागि, गुरुको लागि, सन्तुष्टिको लागि, त्यो मात्रै हिसाब हुन्छ। त्यही भएर जो भक्तहरूले शास्त्र पढ्नु एकदम जरुरी छ। जब शास्त्र पढिन्छ होइन, कतिपय चिजहरू भावुकतामा हुन्छ होइन। हामी इस्कनमा आयौँ, सुरुमा भावुकतामा आयौँ होइन, उफ्रेको नाचेको, विदेशी भक्तहरू हुनुहुन्छ, इस्कन राम्रो संस्था हो, यहाँ चाहिँ विदेशी मान्छेहरू छन् भनेर आइयो, सबै केटै केटा होइन, भर्खरका युवा केटी नै केटी, भर्खरका 16-17 वर्षका, बुढाबुढी उम्रे कोही थिएनन् होइन। अनि एउटा साथीले जाउँ भनौँ, अर्को आयो, त्यसरी आइएको हुन्छ। तर एउटा स्तरमा पुगेपछि यदि हाम्रो पोषण पुगेन, शास्त्रको अध्ययन हाम्रो कमजोरी भयो भने बिस्तारै के हुन्छ, भक्तिबाट टाढा हुँदै जान्छ। त्यही भएर प्रभुपादको बुक पढ्नु एकदम जरुरी छ। हाम्रो प्रभुपादको बुक भनेको इन्जिन हो र अरू चिज भनेको चाहिँ बाहिरी अङ्ग हुन्। टायर पम्चर भयो भने त्यसलाई टालटुल गर्न मिल्छ, तर इन्जिनै ब्लास्ट भयो भने फेरि त्यसको केही पनि हुँदैन। त्यही भएर शास्त्र पढ्नु भनेको इन्जिन हो। शास्त्र पढ्यो, गुरुको निर्देशनमा बस्यो, सेवा गरियो भने हामीलाई त्यसले हमेसा टिकाएर राख्छ र हाम्रो सेवा गर्ने प्रवृत्तिको पनि वृद्धि हुन्छ। यदि हामी बाहिरी चिजहरूलाई मात्रै, यो बाहिरी चिजहरूमा मात्रै राम्रो होइन टायर धुन थाल्यौँ भने त्यो राम्रो हुँदैन। किनभने मेन भनेको इन्जिन हो। इन्जिन भनेको प्रभुपादका बुकहरू हुन्। प्रभुपादको बुकहरू चाहिँ बेला बेला पल्टाएर पढ्ने, सुन्ने, श्रवणहरू गर्न थाल्यो भने हामी हमेसा बाहिर टायर जस्तोसुकै हिलो लागोस्, इन्जिन खतरा छ भने भयो। हामी बाहिरबाट हेर्दा कस्तो नराम्रो हौँ, कुरूप हौँ, जस्तोसुकै हौँ, तर हाम्रो यो हृदयमा चाहिँ प्रभुपादका बुकहरू, वेदव्यासजीले लेखेका ती बाणीहरूलाई चाहिँ हामीले शिरोधार्य गर्न सक्यौँ भने हामी हमेसा भगवान्को सेवामा, भक्तिमा टिकिरहन्छौँ। हुन्छ, हस् त। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे।